साथीहरू हर्क दाजुको एकचोटि यो स्ट्याटस हेर्नु त। म नहुँदाखेरि मेरो संसदहरूलाई पिट्न खोजेको, कुटाकुट गर्न खोजेको, साँच्चै कुटाकुट गर्नुपर्ने हो त भन्नुहुन्छ। अरे हर्क दाजु यार, तपाईँ एउटा माननीय जस्तो मान्छेको बोली सुहाएन के? हुन त तपाईँ भएर पनि हुने त केही होइन। तपाईँ भएर पनि हुने चाहिँ केही होइन। फेरि थियो नि त अस्ति बजेट भाषणको क्रममा तपाईँ पनि सधैँ बालिन्सा चाहियो, बालिन्सा चाहियो, बालिन्सा चाहियो भन्नुहुन्थ्यो त। खोइ त बालिन्साको अगाडि त 1 मिनट पनि टिक्न सकेन त। तपाईँ कुन लेभलको मान्छे, हर्क सामुङ कस्तो मान्छे, के मान्छे भनेर त त्यो दिन देख्यो नि त, जनताले बुझ्यो नि त। तपाईँको त्यहाँ गुस्सा देखाउने ठाउँ होइन नि त, रिस देखाउने ठाउँ होइन नि त। त्यही भएर दाजु, कागले कान लग्यो भन्दैमा कागको पछि पछि दौडिनु होइन नि त, आफ्नो कान छाम्ने हो क्या। पहिला त्यहाँ आफ्नो संसदहरूले कस्तो हरकत देखाएको थियो, कस्तो के बोलेको थियो, त्यहाँ के कुराले विवाद उत्पन्न भएको थियो, त्यो कुरो जान्ने र बुझ्ने कोसिस गर्नु न। तपाईँ सुनेर देखेको भरमा तपाईँ श्रमपित्त जस्तो मान्छेले यस्तो स्ट्याटस, यस्तो हावादारी स्ट्याटसहरू लेख्नलाई अलिक सुहाउँदैन क्या है त दाजु।